मोडे लेक भन्ने ठाउँमा आइपुग्यो। हामी चाहिँ टावरमा चढ्छौँ। यो फुल मेरै उनीलाई है ठ्याक्क तपाईँले लालीगुराँस खोलेको देख्न सक्नुहुन्छ। हेलो गाइज, गुड मर्निङ। इट्स मी मिस्टर बसन्त जानु छेत्री र तपाईँहरूलाई मेरो युट्युबको दोस्रो भिडियोमा हजुरहरूलाई स्वागत छ। होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि म चाहिँ धेरै महिनापछि नै युट्युबमा ब्याक आएको छु। सर्ट भिडियो चाहिँ 1-2टा हालेर आएको हुन्थ्यो, तर भिडियो चाहिँ भ्लग चाहिँ एउटा मात्र हालेको छु। अब यो चाहिँ मेरो दोस्रो भ्लग हुनेछ र सबैले माया गरिदिनुहुन्छ भन्ने आश पनि गरेको छु। र आज चाहिँ यसो बाहिर शनिबारको दिन यसो बाहिर निस्किने भनेर प्लान बनाएर आएको छु। मसँग साथी एकजनाहरू छन्, अनि उनी पनि भ्लग बनाउँछन्। हामी चाहिँ त्यस्तो ठुलो भ्लगर होइन कि जस्ट सुरुवाती हो। उनी चाहिँ धेरै भयो भिडियो हाल्ने यताउति गर्छन्, तर म चाहिँ यो दोस्रो भ्लग मात्र हो। अनि म पनि उनीसँग हिँड्दा यताउति डुलेको भिडियो बनाउँछु भनेर अब लाग्नेछु। अब कस्तो हुन्छ, हजुरहरूले माया गरिदिनुहुन्छ भन्ने ठुलो आश छ। आज चाहिँ हामी चाहिँ कहाँ जाने के गर्ने चाहिँ खासै त्यो पुरै प्लान भएको छैन। हामी चाहिँ हिजो भन्दा नि आज यसो कुरा भएको थियो, कतै निस्किन्न त शनिबारको दिन भनेर उनले भने। हुन्छ जाम, कहाँ जाने के गर्ने अझै त्यो पुरै कुरा भएको छैन। अब म चाहिँ यहाँ खानसाना खाएर चाहिँ बाहिर निस्किन्छु। अहिले 10 बज्नु लागिसक्यो। अब एकैछिनमा खाना खान्छु अनि म चाहिँ ट्याक्क साथीसँग भेट हुन्छु। अनि उहाँ गएर नै अब कहाँ जाने के गर्ने उनले नै भन्छन्। त्यही प्लान बनाएर अनि उतैबाट जाने हो। र सबैजनाले माया गरिदिनु होला। जसले अब मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन उहाँहरूले चाहिँ सब्सक्राइब गरिदिनु होला, माया देखाइदिनु होला। त्यही भन्दै म अहिले एकैछिनपछि मेरो साथी सिम अथवा अब अहिले एकैछिनपछि फेरि भेट हुनेछु। सबैजनाले अन्तिमसम्म भिडियो हेरिदिनु होला। A few moments later. हामी चाहिँ फाइनल्ली दुर्गादेवी चाहिँ अगाडि लागिसक्यो। तेल हालेर चाहिँ अगाडि बढ्नु पर्छ। अलिकति त पुग्ने हो कि होइन, तनाव हुन्छ नि त। चाहिँ तेल हाल्ने 500 हालिदिनु न। ए खोल्नु पर्छ है तेल हाल्न त। चले एक काम कर, 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह। खुलेची के 165 पुग्यो है। फुलबारी भन्छ यतातिर चाहिँ डेटिङ जाने ठाउँ हो। हाम्रो लागि बनेको त्यो चाहिँ हाम्रो लागि चाहिँ मेरो बाटै हो कि बाटो नपर्ने भनेको यस्तो भिड गरेर पसिदा चाहियो रात टाढा पटपट हुन्छ मजा आउँछ। जाम न त बजारतिर त। फाइनल्ली हामी चाहिँ अहिले यो अमरपथ लाइन भन्छ, यो चाहिँ
एकदमै भिडभाड हुन्छ हो। आज यो 11 बजेर होला, अझै त्यस्तो भिडभाड छैन। अब दिउँसोतिर साँझतिर चाहिँ एकदमै भिडभाड हुन्छ। बिहाअनुसार आज शनिबार, अब बिदाको दिन चाहिँ एकदमै धेरै भिड हुन्छ होला। यसलाई चाहिँ सबै भिड आउँछ आज के हो र यस्तो? चाहिँ बुटोलको महानगरपालिकाको त्यता केही स्थानमा विभागहरू हेर्न सक्नुहुन्छ। धेरै भिडभाड छ। राम्रो राम्रा मालिकहरू देख्न सक्नुहुन्छ। नै राम्रा मान्छेहरूको लगायतको राम्रो छ। यसो हेर्नु है त, सबै छुट्टा छुट्टै पोसाक त्यही एउटा हो, मजा आइरहेको हेर्नु। थोरै अगाडि निस्किनलाई यो हाम्रो सबै क्लियर हो। केही छोटो छिटो हुन्छ भनेर यताबाट आएको। अब रमाइलो भयो जस्तो त्यस्तो भिडभाड हुन्छ। बाटो पनि एकदमै अफरोड भन्दा नि बिग्रेको छ। यता पाल्पाको बाटो चाहिँ थोरै भिडियो छ, चोरी भएर जानु होला। फाइनल्ली हाइवेमा आइपुग्यो। अब हाइवे के भन्नु, गाउँतिरको बाटो भन्दा नि सर्टकट बाटो त एकदमै सिधैको सिद्धबाबु भनेपछि मन्दिर एकदमै नजिक छौँ। अनि त्यहाँ पनि पुग्न लागिसक्यो। बाटो पनि बहुत फाल्टाफुल्टी भनेर के भन्नु, फाल्टाफुल्टी मात्र बढी छ। नेपाली पाउडरको त झन् नै कुरै नगरौँ। यो चाहिँ सिद्धबाबु मन्दिरको पार्किङ एरिया हो। यहाँ पनि के बनाउनु भएको रहेछ। यो चाहिँ बुटोलको सिद्धबाबु मन्दिर यहाँ चिनिन्छ। सिद्धबाबु जय विश्वकर्मा बाबा। सिद्धबाबु मन्दिरले हाम्रा सबै भ्युहरूको रक्षा गर्नु छ भन्ने फुल के भन्नु पर्ने होइन। एकदमै यतातिर रमाइलो रहेछ। केटाकेटी सबै स्कुलले टुर लिएर आएको छ। पार्क अगाडि त्यो चाहिँ हामी दुईजना यस्तो विचार गरेर स्कुलबाट टुर आएको भन्ने बुझ्यो। खासमा कुरो के हो चाहिँ तिमीलाई तेरोमा पनि थाहा होला। यो बाटोमा म्याक्सिमम् दिल्ली भनेकै दिनमा चाहिँ होइन, सबै गाडी बराबर नै घुर्छ, तर अलिक बढी कन्ट्रोल टिप्परकै हुन्छ। अब विश्वास लाग्दैन भने अब एकचोटि यो बाटो आएर हेर्नु होला। र यहाँ चाहिँ के भन्छ त्यसलाई थ्रुङ मार्ग पनि खोलेको छ। त्यहाँ चाहिँ अब केही सानोसिन चाहिँ भिडियो जस्तो पर्दैन। हिले चाहिँ हामी चाहिँ भित्रबाट भिडियो बन्द गरेको। यो चाहिँ सिद्धबाबु मन्दिर
तपाईँले न्युजहरू जताततै देख्नु भएको थियो होला खानाहरूको लागि गर्नु थाहा त मलाई पनि छैन के छ देखेको मैले पनि बाहिरबाट हो तपाईँले पनि बाहिरबाट हो यहाँ हिँड्ने भनेको टिप्पण मात्र हो भन्नु गिन्तीहरू सबै त्यति धेरै बाइक पनि देख्नु हुने बाटोमा त्यति धेरै टिप्पण हुन्छ हावडा गर्ने चाहिँ 5 वटा यो बाटोमा कति छ भनेर त तपाईँको अब क्यालकुलेसन गर्नु कहाँ दर्को कति छ त्यसहरू मात्र छ 11 अब धेरै भुलियो त्यस्तोहरू अब बटुहरू खानु भएको छ प्रायः मैले मान्छेहरू चाहिँ यहाँ गाडीहरू सबै सुरुवाती भगवाहरू समस्या भनेकै यही हो र जताततै बाटो बन्नु भएको छ एकदमै धेरै दिक्कत छ के भन्यो दाम भनेको खोला पनि आइपुग्यो इन्डियाबाट आएको गाडी नानी बेला भएको यस्तो छ यो सेतो नम्बर प्लेट भएको बोल्दा बाटो बनाएर आफ्नो साइकल जाउँ न 2000 years later. So गाइजहरु ल बसन्तको जामा फेरि म आइपुगे हामी जावला त पुग्न लाग्यो होला जहाँसम्म है जान के रे जान कहाँ पुगिन्छ त थाहा छैन पहाड त कस्तो छ है
पहिला हुन्छ त पावरले कस्तो नदे जस्तै छ है यो बाटो अफरोड चाहिँ यहाँ झन् घर गाडी आएर अफर हुनुहुन्छ गाडीहरू के यस्तो बाटो तल झर्ने फेरि कति किलोमिटर देखाएको थियो नि कौडे लेक यो कौडे लेक जाने बाटो चाहिँ हो ए हस् कौन टाढो ऊ त्यो पारीको पारी गऱ्यो गाई हामीले पुग्न लागि भनेको दिल्लो पारीको डाँडो ठुलो डाँडो भन्नुहुन्छ त्यो डाँडो त टाढै छ त के कि त चढे हुनुपर्ने नि होइन गाडी धेरै हिँड्दो रहेछ क्या त्यहीँ गएर त्यो ढिलो हुन्छ हावा चालै छ गाई औषधी अलि पछि आयो औषधी खानु पाइँदो रहेछ औषधी बल्ल फल्दो रहेछ धुलो हो कि छैन कि होइन हेर्दा क्या समय छ लास्टमा धुलोमा च्वाम्मै गर्छ बोल्न आउन गाइस भिडियो मात्र धेरै भयो अफ गरेर ल गाइजहरू ल कौडे लेक पर्यटकीय क्षेत्रमा यहाँलाई हार्दिक स्वागत छ माथागढीदेखि कसै नि ओलेस पाल्पा ल हामी चाहिँ कौडे लेक भन्ने ठाउँमा आइपुग्यो यहाँ माथि छ जाम धेरै माथि के गर्छ लगाएर हामी चाहिँ फाइनली अब यहाँबाट चाहिँ हिँड्न पर्ने रहेछ हिँडेर पनि आधी घन्टा 45 मिनट लाग्दो रहेछ बाटो चाहिँ एकदमै यस्तो साँगुरो बाइक चाहिँ त्यहाँ तल राखेर हामी चाहिँ हिँडेकै 10 पाइला नहिँड्दै से भइसक्यो उहाँ पुग्दा चाहिँ हाम्रो हालत कस्तो हुन्छ त्यो म्यापमा त्यो डटो देखाएरै पाएँ त्यो बाटो हो भनेर कुन बाटो जाने लामो पर्छ अरे यता सिडीको बाटो छ हामी चाहिँ यो बाटो हुँदै जाने उ त्यो रहेछ बोल्न पनि सकिन्न से भइसक्यो कसरी अब उहाँ पुग्ने र एउटा आँट राखेर हिँडेको सायद नआइसकेपछि के फर्किनु भनेर चाहिँ पुगेरै फर्क्यौँ भनेर हामीले हिँड्ने निर्णय गरेर हामी हिँडेको हो आधी घन्टा
45 मिनट लाग्छ भन्नु भएको छ दाइले। हेरौँ अब हामी चाहिँ कति टाइम लगाउँछौँ। हामी चाहिँ सुस्तै हिँडिन्छ। त्यहाँ त हरियो रहेछ त पखेर त। यता त यति चाँडै गुराँस फुलिसकेको रहेछ। यहाँ देख्न सक्नुहुन्छ। खै कहाँ हो यार, जुम गर्दा गर्दै हरिसक्यो त हो। ओ क्यामेरामा त देखिन्न त यार गुराँस फुलेको पनि। यहाँबाट चाहिँ छ्याक्क तपाईँले लाली गुराँस फुलेको देख्न सक्नुहुन्छ। यहाँ चाहिँ धेरै छ लाली गुराँस फुलेको, तर बुटहरू धेरै रहेछ, फुल्दै रहेछ, धेरै छ। बाटो एकदमै अप्ठ्यारो भयो क्या हाम्रो। आउँदा थियो आउनु। यो बाटोमा हिँडेर बोलेर भिड्ने हामी चाहिँ 10 मिनट नहिँड्दै चाहिँ हाम्रो मुटु बाहिर निस्किसक्यो। हामीलाई चाहिँ यहाँ माथि पुग्नु पर्ने छ। लगभग त आइसक्यो, तर न बोली निस्किन्छ न खुट्टा चल्दैन। 10 मिनट यस्तो छ। हामी यहीबाट आएको हो, यतिनिरबाट यहाँबाट यहाँ आउँदा चाहिँ हाम्रो हालत बिग्रिसक्यो। हामी अब 2 मिनट बस्छौँ अनि फेरि हिँड्छौँ। यहाँको अलि भ्यू देख्न सक्नुहुन्छ। यहाँ पुरै चट्टानै भनेको डाँडो रहेछ। त्यही माथि चाहिँ लेक बसेको रहेछ। एकदमै आकाश चाहिँ एकदमै कालो पानी पर्ला चाहिँ भइसकेको छ, तर पानी पर्दैन त थाहा छ। यहाँबाट देख्ने भ्यू हेर्नु, यहाँ चाहिँ एकदमै सानो तर राम्रो गाउँ छ। त्यो पारी देखेको नै त्योबाट झर्ने। अब हामी आएको त त्योभन्दा नि पल्लो डाँडाबाट हो। यहाँ चाहिँ 2टा बाटो रहेछ यहाँबाट आउने। एउटा चाहिँ यहाँबाट यो सिँढीवाला बाटो, अनि एउटा नर्मल अप्ठ्यारो बाटो पनि देख्न सक्नुहुन्छ। यस्तो डेन्जर छ, यस्तो वाला छ। यो बाटो आएको, त्यही भएर हाम्रो मुटु बाहिर निस्किसक्यो। अब हामी बिस्तारै निस्किन्छौँ अनि त्यो डाँडामा पुगेर एउटा भिडियो बनाएर फर्किहाल्छौँ। धेरै बेर अडिन्न। जति बस्दा खुट्टा यो मुटु यतिसम्म ढकढक गरेछ कि एकैछिन अझै यस्तै रेगुलर हिँड्यो भने एकैछिन 5 मिनट अझै हिँडेर निस्किन्छ बाहिर सियोरो। तिम्रो कस्तो भइरहेछ? त्यस्तै भइरहेको। तर मेरो त लास्टै ढकढक हाल्छ नजिक। यहाँ लिएर टर्सेर पा तपाईँहरू पनि फिल गर्नुहुन्छ त्यस्तो खाले हो कि। मैले पनि धेरै भयो नि त। यहाँबाट चाहिँ बाटो अलि सिधा रहेछ। हामी त बहुत छिटो आइयो। यिनी माथि भएको सिँढीबाट आउने मान्छे, हामी उहाँ तल बाइक राख्ने ठाउँमा हुँदा कति माथि थिएँ। यताबाट पनि ल सँगसँगै चाहिँ भइयो क्या। हामी छिटो पुग्ने भनेरै हामी एकैछिन चाहिँ मोबाइल सुबाइल नछपिकन हप्तार हिँडेको। हाम्रो जसरी पनि छिटो पुग्न छ नि त, त्यही भएर छिटो पुगेर छिटो फर्किने हो। यहाँ चाहिँ एकदमै यस्ता तरुल गर्ने एकदमै हुँदो रहेछ। हामी बाटोमा आउँदा मैले फर्स्ट टाइम होइन कोइला खानु देखेँ कि, त्यो बाटोमा पुरा यत्र सुरुङ खनिरहेको थिएँ कि। हामीलाई फेरि अब त्यस्तो थाहै भएन कहाँ के छ, देखाउन पर्छ नि, केही थाहा भएन कि। अब उहीँ बुटोलदेखि हिँडै भइयो। अहिले म त अझ गोप्रो अन गर्ने यताउति गर्ने गरेँ भिडियो बनाएको छु भनेको, त्यो पनि एउटा पनि भिडियो गरिन्छ। त्यही भएर झ्याउ भयो। अब चाहिँ मोबाइलबाट जति सकिन्छ त्यति क्याप। यो बाटोमा हिँडेर बोलेर भिडियो बनाउँछु भन्न बहुत गाह्रो छ यार साथीहरू। यता खुट्टा चाल्ने हो कि यता बोल्ने हो। यता बोल्दा सास अड्केला चाहिँ हुन्छ। लास्टै गाह्रो। यस्तो खुट्टा चलेन भने सिधै ब्याक भएर यस्ता खाल्टा खुच्रुक्क खाल्टा छिर्ने हो कि अनि त
केही छैन, हामी अब आइपुगिसक्यौँ। धेरै तुवालो लाएर खासै केही देखेको छैन, तर पनि ठिक छ, आइएथ्यो भन्ने हुन्छ, एउटा सम्झना हुन्छ आएको। त्यही भएर हामी त्यहाँबाट 1 घन्टा हिँडाइ गरेको हो। हामीलाई 1 घन्टा लाग्दैन भन्ने थाहा थियो। नर्मल जानुभयो भने 45 मिनट, भुल्दै जानुभयो भने 1 घन्टा हुन्थ्यो। हामीले आधी घन्टा टाइम राखेर हिँडेको। त्यस्तै हामी आधी घन्टामा पुगिसकेछौँ। ल गाइस, हामी चाहिँ फाइनल्ली यहाँ आइपुग्यो। यहाँ देख्न सक्नुहुन्छ, यहाँ एउटा मूर्ति पनि रहेछ लाएर। अनि यहाँ लेखेको छ कैडी लेक, वाकोट, माथागढी 3 पाल्पा। अनि यो चाहिँ कुन अक्षर हो त्यो चाहिँ हामीले बुझिन्न है, बुद्धिस्टमा लेखेको होला। यहाँबाट देखिने भ्यू चाहिँ धेरै टाढाको चाहिँ देखिँदैन, कुहिरो लागेको छ उकालो। अनि हामी चाहिँ उही यतादेखि आएको, धेरै हिँड्थ्यो, धेरै पसिना भइएको छ यो चिसोमा आएर पनि। यहाँ अझै हामी आइसकिन आधी हिँड्ने भनेर हामी चाहिँ उही माथिसम्म पुग्ने भनेछौँ। हाम्रो हिँडाइ अझै निरन्तर छ। डाँडा देख्दा चाहिँ एकछिन यति बसेर जाऊँ भन्ने हुन्छ, तर क्या गर्ने, फर्किनै पर्छ। अन्त 1 बोतल पानी 2टा चाउचाउ खाएर बाँच्न सकिन्न। धेरै धो भइसक्यो, हिँड्नै सकिन्न। यो क्यामेरामा त खासै देखिन्न, यो ठाडो बाटो हिँड्नेलाई थाहा छ कि आएकोलाई थाहा छ। अनि डाँडा चाहिँ हरेक छन्, देख्ने भरि तपाईँले पारिसम्म जति देख्नुहुन्छ तिनी सबै डाँडा हुन्। यहाँ चाहिँ एउटा टावर रहेछ, त्यो टावरलाई चाहिँ काँडे तारले पुरा बेरेको छ। कति ओह्रालो छ मलाई मात्र थाहा छ। जुन हामी आएको चाहिँ उयो यताबाट हो। म एकदमै बोल्नै सकेको छैन, यहाँ धेरै हिँड्थ्यो, धेरै नै गाह्रो भयो। अनि हामी आएको ट्याक्क यहाँदेखि हो, यहाँदेखि यो हुँदै ट्याक्क यहाँ जुन गाउँ छ नि यहाँसम्म बाइकमै आयो। त्यहाँबाट चाहिँ हिँड्दै यो बाटो हुँदै यहाँसम्म आइपुग्यो। हामीलाई यहाँसम्म आउँदा आधी घन्टाभन्दा बढी लागिसक्यो। दाइले भन्नुभएको थियो 1 घन्टा लाग्छ भन्नुभएको थियो, तर हामी चाहिँ छिटो आइयो। अन्तिम भनेको यहाँ हो भनेको, अझै ऊ त्यहाँसम्म रहेछ टावर, हामी त्यहाँसम्म पुग्छौँ। अनि एकैछिन त्यहीँ बसेर रेस्ट गर्छौँ, अनि हामी चाहिँ यति बेलै फर्किन्छौँ। एकछिन यो थकान मेटेर फर्किहाल्छौँ। गाइस, अन्तिमसम्म हेर्नु होला, बाटो एकदमै अप्ठ्यारो छ। यता बोल्दै हिँड्दै गर्न गाह्रो हुन्छ, त्यही भएर उहीँ पुगेर भेटौँ न है त। हामीले चाहिँ यहाँ भ्यू टावरले वेलकम गरिसकेको छ। यहाँ पनि टाँसिया रहेछ, वेलकम टु काउडे लेक भ्यू टावर। एकदमै यस्तो चाहिँ हामी अब फाइनल अन्तिम चरणमा हो। हामी चाहिँ अब पुग्यो भन्दा नि हुन्छ, बहुत थकाइ लागेको छ। यहाँ चाहिँ एकदमै धेरै भनेको गुराँसकै बुट हुँदो रहेछ होइन, बुढा भएको छन्। यहाँ हाम्रो गाउँतिर चाहिँ यहाँ यस्तो त्यो केरा वन केरा भन्छ है त्यसलाई, तिमीले के भन्छ त्यसलाई के भन्छ? वन केरा छ, गाउँतिर चाहिँ वन केरा भन्छ। यता पनि पाउँदो रहेछ।
हामीलाई ठ्याक्कै आइयो भन्दा नि भयो टपमै। अब यहाँ हो नि त हामीलाई कतै पनि जानु छैन, यहीँसम्म मात्र हो। यहाँ टावर छ, यता बस्ने रहेछ, अनि त्यहाँ तल पनि अर्का छाँगो टाइपको रहेछ। यहाँ आएपछि त फेरि अलिकति हिँड्न मन लाग्थ्यो यार मलाई त। अहिले चढाउँदै यता एकचोटि यता हेरौँ, यो फुल भ्यू हेरौँ न। देख्न सक्नुहुन्छ यहाँ पुरा बााउन्ड्री लगाएको रहेछ। ए यता बगाल रहेछ के? यार म त यो तुवालो लाएर केही थिएन, यता पुरै डढेलो डढेलो लाग्यो रहेछ कि पुरै। तर यो मोबाइलको क्यामेराले मान्छेको थुतुनु राम्रो देखाउने, तर ठाउँमा चाहिँ राम्रो देखाउनु न। तर ठाउँ चाहिँ हेर्नको लागि चाहिँ आफै आउनु पर्ने रहेछ। तर बवाल छ ठाउँतिर कसम। जता हेर्नु यस्तो रहेछ। यहाँ टावर रहेछ, यो चाहिँ के हो? हाम्रो हिल बाइकको त्यो घुमाउने ह्यान्डल थियो गाडीको, त्यस्तै जस्तो छ तर घुम्ने रहेछ। हामी चाहिँ टावरमा चढ्छौँ। टावरमा चढेर एकैछिन रेस्ट गर्छौँ, अनि त्यहाँबाट झरेर फेरि त्यहीँ आफ्नो गन्तव्यतिर लागिन्छ, घरतिर। टावर के हो, हामीलाई चाहिँ कुहिरोले साथ दिएन क्या। कुहिरो नलागेको चाहिँ बवाल देखिँदो रहेछ। छता हेर डाँडा जहाँ गइन्छ लाने थियो यार, लालीको रास्ता है यहाँ चाहिँ। साढे साथी त्यही हो त, एउटा टिपेर आऊ न। अनि एउटा त मैले पनि टिप्नु पर्यो, म त यहाँ छु गाई छैन। समय त सातो भयो। अल्को भयो फाइदा त छ। त्यही हो क्या। धेरै वर्षपछि है झन् चाहिँ लालीगुराँस हन्टिङ हान्नु लाग्यो। म चाहिँ चढेर आइसकेँ बिगल्ने। तिमीलाई त सुन्तला चौध बाइन लाग्यो कि? सुन्तला होइन, आँप हो। जान त गयो तर अलि बाहिर छ कि। अब यहाँ छ त्यो यहाँबाट पुगिन्छ कि नै यो हाँगाबाट? त्यही ओए बहुत कच्चा छ, ख्याल गरे। च्याम्पियन त हो मैले मान्छु, तर परेपछि फेरि च्याम्पियन हो भन्ने थाहा हुन्छ कि। टिप त धेरै नटिपम यो भनेको। हामीले यसो सोको लागि मात्र टिपेको के। उनले उनकी उनीलाई, मैले मेरी उनलाई। ल
हेर कस्तो उयो बहुत उ रहेछ क्या यार कसम हाम्रो घरतिरको लाली गुराँस जस्तो होइन यो त हरियो कच्चो हाम्रोतिर त हरियो बोल्यो JUMP जुम्पा माने उसो हैन ल अब हामी चाहिँ ट्याक्कै त्यहाँसम्म पुग्छौँ अनि हाम्रो फर्किहाल्छौँ हामी चाहिँ अब फेरि बस्दैनौँ ल गाइज हामी चाहिँ अब नास्ता सास्ता खाइयो नास्ता पनि चाउचाउ खाइयो अनि ट्याक्क यहाँ गोप्रोमा चार्ज थिएन अनि गोप्रो चार्जमा लगाइयो एकैछिन अब चाहिँ हामी अब त्यस्तो सोचे जस्तो अब राम्रो भिडियो बनाउन सकिन्न अब जस्तो छ त्यस्तै छोटो मिठो भिडियो बनाएको छौँ अब यहाँ चाहिँ हामीले नास्ता खाएको ठाउँको भ्यू हेर्नु अलिक दामी छ क्या ट्याक्क सम्ममा मिलेको यस्तो डाँडोमा अनि मिलेको गाउँ क्या ट्याक्क होइन एकदमै राम्रो अनि ट्याक्क मिठो नास्ता खाइयो अनि यहाँ हामीले चाहिँ एउटा स्टिकर पनि टाँसेर गएको छौँ ट्याक्क लाएर अब हामी चाहिँ सायद अब यहीँ नै हुन्छ होला हाम्रो अन्तिम भिडियो ट्याक्क कस्तो भयो आजको राइड एकदम बवाल भयो बाटो त फेरि होइन धुलै धुलो नसोचेको बाटो एउटा चिल्लो जस्तो देखिन्छ गर्न थालिसकेपछि भाइ कता कता जान्छ आफैलाई थाहा नहुने कि कन्ट्रोलै गर्न सकेन कि एक दुई ठाउँ त आफै भाँसेर त्यो धुलोमा गाड्दैछ कता जान्छ कता जान्छ यत्नाबाट निस्किन पनि रहेछ अनि हामी चाहिँ एकैछिन यता पारि गयो अनि त्यहाँ सोधेर चाहिँ यता भनेर आएको ल गाइज कस्तो भिडियो के भन्छन् अब भनिदिनु अरे त्यही नै हो भिडियो के कस्तो भएछ यसो कमेन्ट गरिदिनु होला माया देखाइदिनु होला अब रेगुलरली भिडियो आउँछ माया देखाएसम्म चाहिँ माया देखाए पार अब यसो भिडियो बनाएर पनि आउँछ नि त होइन जाम न त भन्ने हुन्छ अब जति गरे नि केही हुने होइन भन्ने हुन्छ फेरि माया भएन भने त्यही माया देखाइदिनु होला फेरि सुरुवात हो अब अहिले कस्तो हुन्छ त्यस्तै हो अहिले भिडियो चाहिँ मिल्दैन अब बिस्तारै बिस्तारै गर्दै गएपछि बिस्तारै सबै मिल्छ त्यही भएर ट्याक्क अब यहाँबाट चाहिँ अब मोबाइल सुबाइल अब सबै गोजा राख्ने अब नन स्टप चाहिँ एकैचोटि घर यहाँ चाहिँ हाम्रो नास्ता खाउने दाइ चाहिँ यहाँ हुनुहुन्छ एकदमै ल दाइ नास्ता मिठो थियो ल अब फेरि आउँदा बस्ने गरी आउँछौँ हजुर ल बस्ने गरी आउनु न फेरि पछि आउँदा चाहिँ यसो मौसम खुलेको बेलामा अब आइयो भने राम्रो हुन्छ आज त तुवालो लाएर राम्रो देख्न पाएन त्यही पनि होइन ठिक छ नजिकको भ्यू हेर्न त अब यसभन्दा के हेर्ने हो र टाढा टाढाको भ्यू देखेन भन्ने हो यहाँबाट चाहिँ यहाँसम्म चाहिँ बाइक आउँछ यहाँबाट चाहिँ लगभग 45 मिनट आधी घन्टा चाहिँ रन्केर चाहिँ गए पा आधी घन्टा 45 मिनटमा पुगिँदो रहेछ तपाईँहरू चाहिँ छिटो जानु भएको रहेछ कि नन स्टप तपाईँहरू त अब आधी घन्टा नि लाग्यो कि लागेन आधी घन्टा त लाग्यो आधी घन्टामा हामी टावर पुग्यो कि हजुर मैले हेरिरहेको थिएँ यिनीहरू हामी माथि पुग्दासम्म उहाँ टाउवामा पुगिरहेको अनि त्यसपछि त्यहीँबाट फर्केर आए यिनीहरू हामी उहाँ पुगेर बसेर फर्केर आउँदा नि यहीँ थियो अब उति गरी फर्किने भनेको ल गाइज भिडियो इन चाहिँ हामी यहीँ गर्यो अब यहाँबाट चाहिँ हामी अब झोला राखेर अब नन स्टप घर